Hello, good morning. Welcome to my next vlog. के छ साथीहरु सबै सन्चै हुनुहुन्छ सबैलाई दशैंको शुभकामना। आज चाहिँ चैते दशैं अरे हामी चाहिँ आज पूजा गर्ने भनेर हामी परेवा लिन गइरहेको छौं। परेवा ल्याउने भाडो हामी चाहिँ परेवा ल्याउनु माथि जाँदै छौं। हामी चाहिँ अहिले कागती डाँडा है बिहानमा मर्निङ वाक पनि भइरहेको छ। स्कुटी लिएर कति हिँड्नु भनेर चाहिँ स्कुटीमा नहिँडेर हामी बिहान बिहान मर्निङ वाक हिँडेरै आएको छौँ। अनि यता बुढीजी पनि हुनुहुन्छ। लास्ट उकालो रहेछ गाइज। मेरो बुढी पनि थकाइ लागेर पुटित भइसक्यो। म पनि स्या भइसक्यो। टाढा यतातिर हो यस्तो उकालो रहेछ। अब पनि फेरि हामी हो यतादेखि आएको। अब हामी उकालो प्रस्थान गर्दैछौँ। परेवा लिनको लागि भाडो बोकेर उकालो चढ्दैछौँ हामी। रामपुर देखिन्छ तर अहिले चाहिँ क्लियर छैन। तर रामपुर फाट देख्न सक्नुहुन्छ। यो कागती डाँडाबाट देखिएको दृश्य रामपुर तर अनक्लियर छ है अहिले चाहिँ। यसो पत्ता चाहिएको छ हेर्नुहोस् रमाइलो छ देश। बिहानीको मिरिमिरे घाम सँगसँगै चिसो हावामा यो चाहिँ अत्रबासको स्कुल जहाँ मेरो बुढी पढेको अरे। यहाँ चाहिँ है फाइनल्ली हामी परेवा लिनको लागि परेवा भएको घरमा आइसक्यौँ। मायालु तिमी सँगै सँगै हिँड्न मन लाग्छ त के गरौँ तिम्रो बाटो। फाइनल्ली हामीले परेवा लिइसकेका छौँ। परेवाको जोडी। अब हामी चाहिँ अर्को ठाउँमा पनि अझै एक जोडी लिन जाँदैछौँ। दुई जोडी रहेछ खासमा। राम्रो बच्चा छ सेतुमा। कति राम्रो सनराइज हुँदैछ। सनराइज देखाउनु पर्ने होटल छ के। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe. She's chasing skies. अब चाहिँ हामी अर्को घरमा परिवारको लागि आइसकेका छौँ। हामीले दुई जोडी लिनको लागि अर्को घरमा आइसकेका छौँ। Oh, traveler, you carry the sun in your stride, leaving behind.
साथीहरू तपाईहरुलाई भिडियो कस्तो लाग्यो कृपया लाइक एन्ड सब्स्क्राइब एन्ड शेयर गरिदिनु होला थ्यांक यू सो मच फर वाचिङ